गाइजहरु तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी चाहिँ मेरो दुईजना साथीहरुसँग अब राणा गाउँ जान लाग्छौं। ओ केडा हो अड्डेन यहाँ अब पास चाहिँ अब यहाँ हल्का हेन्सम मनेर चल्न लागेको छन्। अनि त्यो ब्रोको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ बोतल यहाँले नि बोग्या छु भन्ने पारे मात्रै बोग्या केही छैन। सो अप थाहा छ पासले झोला बोकिसकेका छन्, मैले झोला बोकी उले केही हैन बोकेको। सो अप मात्र केही छैन, तुएको केही छैन। खाना पकाउन नजान्नेले कहाँदेखि एक बोतल पानी उचालेर हिरो बन्दा छ। तुए गफ सुनिरहेको छौँ। तुए हो हैन हामी जानुपर्छ, रमाइलो गर्नुपर्छ। हामी ठाउँमा पुग्नु भन्दा गन्तव्यमा पुग्नु भन्दा पनि हामी कसरी हिँड्छौँ कति रमाइलो गर्छौँ भन्ने कुराले फरक पार्छ। त्यही भएर इन्जॉय योर जर्नी नट योर सक्सेस। सक्सेस भन्ने कुरा पाइसकेपछि त्यो एकछिनको लागि नेपालीमा ट्रान्सलेट गर्छ ब्रो। के बोल्छ आफूले के बोलिस् ल आफूले आफूले ट्रान्सलेटमा। यदि हामी खुसी हुन छ भनेपछि कहिले पनि आफ्नो मिलेन। यदि हामी खुसी हुन मन छ भने हो के तैले खुसी हुन मन छ भने हो मन भने खै त हामीले इल जान्दैन होर्लोमा हामीले आफ्नो गन्तव्यलाई पन्छाउने त हो, तर गन्तव्य पछाउँदै आफू खुसी हुन रमाउन भुल्नुहुन्न। धनी भएको यो उचालिरहेको छु माथि हेर्छ बरस मन होला त्यहाँ तेल होला। दुईले चाहिँ दुईटा उठाइसक्यो यहाँ हाम्रो भागमा यहाँ छ। अनि पाँचको यहाँ झोलामा पुरै 15 किलो जगन्टीको छ सामानहरू। बढाइ चुडाइ गरेर 15 किलो दुईले हल्का हल्का खाइरहेको छ। राउन्ड अप गरेर अहिले यसले दुईटा खान मान्न हामी 14.5 थियो, राउन्ड अप गरेर 15 बनायो के हल्का बढाइ चुडाइ गरेर 500 को सामानले हामी 15 किलो सामान उठाउन सक्छौँ। त्यस्तो बजेट छ हामीमा, त्यस्तो दिमाग छ। अझै रोड चाहिँ अब खल्दी बल्दी भइसक्यो रहेछ यहाँको। अब हामी चाहिँ अब राणा गाउँ मस्तले जान्छौँ। दुनियाँ आफ्नै छ आज हाम्रो, न कसैले रोक्न सक्छ, न हावाले रोक्न सक्छ, न पानीले रोक्न सक्छ। तर डिस्टर्ब चाहिँ गर्छ त्यसले। घरि हामीसँग 3वटा छाडा छ, 3वटा बादल हेर्न सक्नुहुन्छ। ओ माइ गड, त्यो आकाशको बादल हो कि वनको बादल हो हामीलाई पनि थाहा छैन। जोस अब एकछिन हेर्छौँ हामी केटाहरू। त्यो पुरै एक्साइटेड छ अब, त्यो एक्साइटेड, पाँच पनि एक्साइटेड, अनि म पनि एक्साइटेड। अनि पाँचको हल्का फिजिकल छैन, त्यही नै अब टुवेले पाँच चाहिँ डर मोटिभेट गरेर आएको छ। कुकुर पनि यो पनि हाम्रोसँग आएको छ, कसो कुकुर हो तर थाहा छैन। यो टुवेको घर जान्छ अरे, यो दाइको घर जान्छ अरे। अनि त्यहाँ चाहिँ अब जो धारा हिँड्छ सब हिँड्छ। पिकनिक खान चाहनुहुन्छ भने आउनु होला। पुलो भन ब्रो, त्यो के भन्छ कि त्यो सपोर्ट जस्तै भनौँ न, त कहाँ पुलो भन्छन् कि त्यहाँ। पुलो होइन होला यार, खै त पुलो त होइन। केटाहरूसँग अनि मस्तले हावाहुरी। ओ माई गड, माथि आकाशमा यस्तो थुप्रै मौसम, यस्तो सिनारियो छ यहाँ। केटाहरू छन् यस्तो पुरै सिन यस्तो छ, यस्तो ठाउँमा आएको छौँ हामी। अनि मेरो केटाहरू मेरो एउटा आजको मोडल चाहिँ यही हो। ए यता हेर, आमामामा यसो बिचार कानै छैन। माथि गएर यसलाई हामीले बिस्कुट दिन्छौँ। आइज कम अन लेट्स गो या डुकुर चपमा क्रिम रोल एउटा होइन बिस्कुट दिनुपर्छ ब्रो यसलाई। बिस्कुट होइन के एउटा अहिले माथि गएर दिउँला होइन, क्रिम रोल यसले खान्न नि, थाहा पाउँछ किनकि केटाहरूले केटाहरूले कुकुरहरूले फेरि बिस्कुट मात्र खान्छन् कि। बिस्कुट दाम पाउरोटी भनेर बिस्कुट खान्छन् ब्रो, जे पनि खान्छन्। अनि यसलाई हामी चाहिँ माथि दिन्छौँ, बिस्कुट दिन्छौँ हामीलाई, हाम्रो मोडललाई। अझै माथि छ पुग्ने त भन्यो, कतिखेर पुग्छौँ थाहा छैन। अन द वे हामी चाहिँ अन द वेमा छौँ। अनि किनभने पुरै हामी 3 भाइ मात्र। अरे हिँड न, यताको बाटो हो कि, यताको बाटो हो कि, यो बाटो उट्टा जान्छ होइन। यो जहाँ गएन हात्ती गरेरै पुग्ने। ओ यो बाटो हो कि होइन है? ए त्यता होइन, यहाँ चाहिँ भिड रहेछ। दाजुभाइहरू हामीहरू यहाँ
बर्बियो लेट्टा छ ब्रो उन्ने देखिरहेछ एकछिन हामी झुक्किम यहाँ झुक्किम यहाँ हल्का कन्फ्युज भयौँ दुईटा बाटो छ आइज रङ डाइरेक्सनमा आइगयौँ माफी माग्छौँ तपाईँसँग हामीले सरी गल्ती भयो हजुर सरी गल्ती भयो हजुर गल्ती भयो तुए कम अन म्यान को त्यो उभिएर मुद्दे हो आशिका तामाङलाई बोलाइदिउँ ए विद्यानाथ पुरै कुहिरै छ क्याप लगाएर त पास झिलिमिली रोपे राम्रो कसो छ यति राम्रो हो देखेँ अँ अड्डिकै यहाँ प्युर पुग्न लागिसकेको छौँ अनि पुरै मौसम पुरै जङ्गल अन्धकारमा छ पानी पर्न सक्छ अनि के भएन हामीसँग 3वटा छाडा छ भनिसक्यो होइन 3वटा छाडा भइसकेपछि चाहिँ डराउनु चाहिँ पर्दैन तर आजको मौसम चाहिँ एकदमै दामी बब्बाल छ बब्बाल यस्तो छ कि चिउरीको मोमो होइन ब्रो त्यो ढिकीमा कुटेर हो कि केमा बनाउँछन् कि ए मह त खै थाहा भएन अनि अझै माथि छ पुग्ने त भने कतिखेर पुग्छौँ थाहै छैन अन द वे हामी चाहिँ अन द वेमा छौँ अनि किनभने पुरै हामी 3 भाइ मात्र अरे हिँड न यताको बाटो हो कि यताको बाटो हो कि यो बाटो उट्टा जान्छ होइन यो जहाँ गएन हात्ती गरेर पुग्ने ओ यो बाटो हो कि होइन ए त्यता होइन यहाँ चाहिँ भिड रहेछ साथीभाइहरू हामीहरू यहाँ झुक्किम एकछिन बर्बियो लेट्टा छ ब्रो उन्ने देखिरहेछ एकछिन हामी झुक्किम यहाँ हल्का कन्फ्युज भयौँ दुईटा बाटो छ आइज रङ डाइरेक्सन सरी गल्ती भयो हजुर गल्ती भयो तुए कम अन म्यान को त्यो उभिएर मुद्दे हो आशिका तामाङलाई बोलाइदिउँ ए विद्यानाथ पुरै कुहिरै छ क्याप लगाएर त पास झिलिमिली रोपे राम्रो कसो छ यति राम्रो हो देखेँ अँ अड्डिकै यहाँ प्युर पुग्न लागिसकेको छौँ होइन बोल्न पर्छ नि पास त्यो भएर चाहिँ साथीहरूसँग केटाहरूसँग म यहाँ आइसकेँ पुगिसक्यौँ अब हामी ठुल डाँडामा अब फेरि एकछिन पछि खान्छौँ हामी खाइसकेपछि हामी मन्दिरतिर जान्छौँ तुले माइक्रो टिभिज गरेर आएको छ तर म देखान्न त नजा पास र म जाम पार्छ अहिले यसलाई फोटो खिच्न मन छ यसलाई एउटा फोटो खिचिदिउँ भनेको पहिला खाम त्यसपछि जाम त्योभन्दा अगाडि नजाम त्योभन्दा अगाडि चाहिँ नजाम यसले यहाँ पौडी खेल्ने अरे यस्ता फोरी मान्छेहरूले फोहोर ठाउँमा फोरी पौडी जानुपर्छ बाख्राहरू अब घर जान लाग्छ आन्टी वाला आउनु भयो ए बाख्राहरू अब घर जान लाग्छ हात्तीहरूको बाख्राहरू अब म चाहिँ यहाँ भर्याङ छ यस्तो छ भर्याङ थाडो माई गड भर्याङमा अब जानु पऱ्यो हामी होइन मेरो केटाहरू चाहिँ अगाडि गइसके म चाहिँ यहाँ पछाडि छु केटाहरूले हल्का JBL को 11,000 को बुफोहरू टल्काउन लगिसक्यो तर मस्तले यहाँ अल्छी लगाइरहेको छ ठाउँ चाहिँ खतरा छ एकदम बब्बा छ जस दाम भनौँ न खाएर यार पुरै 3-4 गिलास जति फ्यान्टा खाएर यहाँ हिँड्न सकेको छैन पेट डुममा भइसकेको छ अनि म चाहिँ अब कस्तो हुन्छ चाहिँ खाइसकेपछि जसको पनि पेट डुममा हुन्छ हिँड्न सकेको छैन तर म हिँड्ने कोसिस गरिरहेको छु किनकि मलाई मन्दिर पुग्नु छ यहाँ मन्दिर पुग्छौँ भने अझै जस दामी भर्याङ छ कि पछाडि हेर्न सक्नुहुन्छ भर्याङ अनि तुये तिम्रो अगाडि गइसक्यो त्यही पनि सुनेको छैनन् यहाँ चाहिँ अगाडि बस्ने ठाउँहरू बनाइदिएको छ यस्तो छ पनि आउनु होला कपल्सहरू चाहिँ नआउनु होला ग्रुपिङमा आउनु होला 2 जना आउनु भयो भने चाहिँ यहाँ चाहिँ अलिक डेन्जर रिस्क नै छ जङ्गल हो कहाँदेखि फाट्याक फुटुक हुन सक्छ थाहै छैन अनि यो लट्ठी
सप्तीको लागि सप्ती होइन सेफ्टी कहाँ जिब्रोन लड बढिन्छ यार यहाँ चाहिँ हात्तीघरमा यस्तो यस्तो ठाउँहरू छ तपाईँलाई म क्या दामी दामी ठाउँ देखाउँछु क्यामराम्यानहरू अगाडि गएको छन् क्यामराम्यान फोटोग्राफर अनि क्यामराम्यानहरू दुइटै अगाडि छन् भाइ मन्दिर पनि आइसक्यौँ होइन हात्तीघरको मन्दिर चाहिँ यही हो अनि म चाहिँ यहाँ हात्तीघरको मेरो भाइहरूसँग छु मेरो भाइहरू चाहिँ एकदम खतरा खतरा हेन्सी छन् त्यो त पुरै त्यहाँ बसेको छ ओ माई गड हिरो केटो म अनि अब मुरुल बजाऊ न मलाई दामी लाग्यो अहिले त म बनाउँछु बस्दैन त म सक्दैन अरे बाबुले भने सक्दैन म हामी त अस्ति आँप टिप्दा पनि भेटेको थियौँ नि बाबु नि भेटेको छौँ याद छ मलाई अझै पनि तैँले बिर्सिनु म बिर्सिनु सक्दैन बाबु अनि अब चाहिँ नास्ता खाएर अब 5 बज्न लागिसक्यो होइन अब जानु पनि पर्छ अनि फेरि अब हामी यहाँको नयाँ नजारा अघि नै पुरै हुसु लागेको थियो अहिले पनि यस्तै छ आज त घामको नामो निशानै छैन कि हाम्रो लेडी आजको लेडिज जेन्टलम्यान पुरै त्योवाला अहिले गुफामा छौँ बस्ने छ ठाउँ छ तर चिप्लिन्छ के पानी छ नि गुफा के अरे केटाहरू यहाँ जक्सन बक्सन नि अझै माथितिर हो कि हो त्यहाँ बाटो छ कि न यता त हेर त भयो त्यहाँ अहिले म चिप्लिनु सक्छु मलाई डर लाग्छ अरे ब्रो केही हुन्न कि हामी यही छौँ जाऊ पास तिमी जान्बे म यहाँदेखि लाइट बालिदिन्छु त्यो कहाँदेखि आउँछ त्यो बौला हाम्रो म्यान भर्सेस वाइल्डको ए टुए कहाँदेखि गाइस हेर्नु यो पनि टक्ले गर्दै एउटा चाहिँ त्यहाँदेखि आइरहेको छ मैले थाहा थिएन यो ठाउँ थाहा थिएन ब्रो कि यहाँदेखि यस्तो छ नि माथिबाट जक्सन के हुन बाल्नु म त गएर आइ केही छैन पुरै म्यान भर्सेस वाइल्ड जस्तै गरेर अनि हामी आमा चुकेर इधर अब हम इधर से जाएंगे ब्याटम्यान भनमा आउँछु अड्डे म आफै त चाक्नु ल नि फोन पकड भने यहाँ म आउँछु रुकमा आइगे बहुत मुश्किल के सामने के बाद अब हम जा रहे रुक म जान्छु नि आइस कि अरे चिपिङ जसको ओए म जान्छु नि आइस ऊपर से मेरे पास आ रहे धन्यवाद मेरो पास हम लाइट बालिदिन्छु तर टेन्सन नगर केटा यस्तो छ म्यान भर्सेस वाइल्डको मेन जग्गा लाइट बालेर आफू अड्डे न अड्डे कि म्यान भर्सेस वाइल्डको यहाँ गुफामा पुरै चलिरहेको छ होइन जस खतरा भनौँ न बबालाई भनौँ बल भन्दा नि बिस्तारै आइसबाट आउने कुरा चाहिँ गाह्रो हुँदैछ बल लगाइसक्यो अब यहाँ देखा त गइरहेको छौँ यस्तो ठाउँमा पुरै गुफा अन्डरग्राउन्ड यस्तो ठाउँमा हामी गइरहेको छौँ अब पासले म लाइट बाल्दिनु तिमी तलदेखि अब पास तिमी माथिको आउनु सक्दैनौ मोबाइलसँग अलिकति गाह्रै पर्ने बोल्नु सो सक्छस् नि आउनु सक्छौ नि ल मिस्टर अनको केसी यहाँबाट निस्किसकेको छ मेरो पासलाई भेटाइसकेको हामी चाहिँ चिउरी खाइरहेको छौँ चिउरी एक पिस खाम पास यहाँ मसँग यति चिउरी छ अब धेरै त छैन त्यो पासले झार्यान् अहिले जस पासले डह्रो हान्दा छन् चिउरीमै अब खाँका भाङ के 5-6 झरा 5-6वटा जति झऱ्यो क्या जामै ब्रो नि डह्रो भयो यार ऊपर निकाल दूँ मैंने पराल छ भने क्या चिउरी पनि खायो होइन
कस्तो लाग्यो ब्रो चिउरी खाएर रमाइलो लाग्यो रमाइलो होइन मिठो भन्छ न क्या अब फेरि रमाइलो त नाचेर हुन्छ नि खाए जन चामलिङ राईको जोन चामलिङ होइन के ए पूर्ण राई के त्यो पूर्ण राई कन्सर्टमा आएको छ क्या आज त अस्ति नै आएको बोला जन चामलिङ राई अस्ति आएर भन न गरेर गइसक्यो अलिक छिटो छ यार यो अलिक छिटो छ माथि गुलियो थियो कि अनि अब हामी केरम घर घरतिर पुग्ने त्यो हामीलाई थाहा छैन हाम्रो हाम्रो हिरोइन चाहिँ त्यहाँ अगाडि पुरै कुरिरहेको छ हामीलाई धनीराम हाम्रो धनराम गएको अनि म चाहिँ अहिले चाहिँ घर पनि आइपुगिसकेँ होइन अनि त्यो साथ चाहिँ घुमेर गएर अनि कपडा पनि फेरिसक्यो अनि अब चाहिँ म चाहिँ यहाँ कुखुरा फार्ममा जान लाग्यो एकछिन अनि आजको लागि यति नै यो भ्लग चाहिँ म एन्ड गर्न चाहन्छु है यदि तपाईँहरूलाई मेरो भ्लग मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनुहोस् भन्दै म आजको भ्लग